नमस्कार, वेलकम टू माई मिनी ब्लग। आजको हाम्रो यो सानो भण्डाराको आज हाम्रो कार्यक्रम थियो र हाम्रो सबै मिलेर एउटा सानो आज एक दिनलाई सबैले हेल्प गरिदिनुपर्छ भनेर हामी एउटा निक्लियौँ र हाम्रो कम्पनी थ्रुबाट गएको हामी सबै र हाम्रो कम्पनीको आज उनीहरूको झुलेलालको एउटा प्रोग्राम थियो उनीको र यसमा त पुरा हाम्रो खाना थियो। मिनिमम 23,000 पब्लिकको थियो। अन्त पुरा हाम्रो सुप बनाए जस्तो छ स्टाइल फुल यो भाँडामा त हामी भित्र पसेर नुहाइदै गरेर निक्लिने खालको भाँडा छ। तपाईँले क्यामेरामा त सानो देखेको तर धेरै ठुलो छ भाँडा कतै भाँडा छ। अब सुपहरू पुरा तयारी छ, सिजनिङहरू गर्दैछ, घाम लागिरहेछ कडाकडी बाहिर र पनि अब हामी सबैजना एकदिन सेवा गर्ने भन्ने भयो कम्पनी थ्रुबाट। अब गर्मी भयो, लास्ट ठन्डा पनि खाँदै सामान पुरा प्रिपरेसन रेडी गरेर तयारी भयो, बनाउनु खालि बाँकी रहेछ। नानी पनि हाँस्दै हो र अब तयारी सुरु भयो। पब्लिक हेर्नुहोस् फुल, अब जहाँसम्म तपाईँले आँखा भ्याउनुहुन्छ त्यहीँसम्म देख्नुहुन्छ पब्लिक पुरा चालु छ। पुरा चाइनिज मिनिमम 7 बजीदेखि होला 11 बजीसम्म स्टप यस्तै छ। चालु फुल बिजी। मैले गएको थिएँ यता पनि बिजी रोड अब एक चालु अरे यता चाहिँ यता हल्का एक्स्ट्रा खानापिना बनाएर अब सेवा नै हो। सानो हल्का सेयर साथीसँग पुऱ्याइदिनुहोस्। र यो हाम्रो ओपनिङ थियो, यस्तो थियो। बादमा हेर्नुहोस् कस्तो